यतिखेर गोदावरी ठाउँ भन्नेमा प्रवेश गरिरहेको छु। घुमफिर गर्दैछु काठमाडौँ गोदावरीमा घुमफिर गर्दैछु। अब हामी पशुपतिनाथ मन्दिर जाने प्लान गरिरहेको छु। भाइले पशुपतिनाथको दर्शन गरिसकेका छु साथीहरू। अत्याधिक रमाइलो भएको छ। भाइदेखि दर्शकहरू धेरै आइरहेको हुन्छ। घुमफिर गरिरहेको छु। हामी दर्शन गर्दैछु पशुपतिनाथको। हामी दुई भाइ एउटा क्यामेराम्यानबाट भिडियो बनाइरहेको छु। बनाइसकेपछि अब हामी स्वयम्भूनाथ जाने प्लान गरिरहेको छु। स्वयम्भूनाथ पनि पुगिसक्यौँ साथीहरू। स्वयम्भूनाथ अत्याधिक रमाइलो छ। ठुला मन्दिरहरू छन्, शिवको फोटाहरू छ, राम्रो छ। अत्याधिक घुमिरहेका छु। राम्रो छ एकदम। धेरै मानिसहरू घुमफिरको लागि आइरहेको हुन्छ। यहाँ पूजापाठको लागि एउटा विश्वास लाग्दो भन्ने एउटा सोच हेरिरहेको छु। हामीले स्वयम्भूनाथ झन्डै घुम्नुपर्छ साथीहरू। अब हामी यतिखेर काठमाडौँको धरारा भन्ने ठाउँमा घुम्न प्रवेश गरेर जाँदैछु। धरारा भन्ने ठाउँमा पुगिसक्यौँ। भित्र जानलाई यसरी टिकट काट्नुपर्छ। राम्रो छ, रमाइलो छ धरारा एकदम। धेरै पर्यटकहरू आउँछन्, रमाइलो छ। माथि गएर हेर्न मिल्छ। भित्र एकदम सुन्दर फुलबारी छ, राम्रो छ, आनन्द हुन्छ घुमफिर गर्दाखेरिमा। हेर्नुहोस् माथि टुप्पोमा कति दर्शकहरू गएर पुरै काठमाडौँ भ्याली देखिने ठाउँ छ, हेरिरहेका छन्। रमाइलो छ। कति हो, मान्छेहरू धेरै छन्। हामीले पनि हेरिरहेका छौँ। रमाइलो छ। यताउता हेर्नुहोस् साथीहरू, देखाउँदैछु तपाईँलाई। माथि होला कति रमाइलो छ। जाने प्लान गरिरहेको छु साथीहरू। देख्न सक्नुहुन्छ साथीहरू, रमाइलो छ। एउटा फोटो खिच्यौँ हामीले। त्यहाँ सकेपछि हामीले अब सहिदपुर कृष्ण मन्दिरतिर प्रवेश गर्ने प्लान गरेको छु साथीहरू। यता पनि लागि हुनुपर्छ। रमाइलो छ। त्यही कारणको बाइकको लागि गएको छु। हामीले बाइकको यात्रा गरिरहेका छौँ साथीहरू। रमाइलो छ एकदम। रमाइलो छ। बाइक छ, रमाइलो छ साथीहरू। देखाउँदैछु तपाईँलाई। र साथीहरू कस्तो लाग्छ के लाग्छ लाइक कमेन्ट गर्न
ल साथीहरू घुम्न गयो हामी 4 भाइ बहिनी छौँ 3 भाइ